त यहाँहरू सम्पूर्ण नमस्कार। हाम्रो यस कटारी नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष ज्यूले हाम्रो यस जोबारी टोलमा सडक स्तर उन्नति कार्यको लागि चाहिँ रु 4 लाख बजेट विनियोजन गर्नुभएको छ र यस बजेटबाट हामीले सडक स्तर उन्नति कार्य, त्यस्तै गरी सडक स्तर उन्नति कार्यमा चाहिँ नालीहरू बनाउने, त्यस्तै गरी कल्भर्टहरू बनाउने, स्ल्याबहरू बनाउने कार्य भइरहेको छ। र यसै क्रममा हाम्रो यस जोबारी टोलका नागरिकहरूले, जनताहरूले चाहिँ एकदम श्रमदानमा जुटिरहनु भएको छ। तपाईँले यो दृश्य पनि देखिरहनु भएको छ। र यस बजेट विनियोजन गरिदिनु हुने वडा अध्यक्षज्यूलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु यसै भिडियो मार्फत। र यस सडक स्तर उन्नति कार्यको चाहिँ हाम्रो उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ सीता भुजेल, उहाँ पनि काममा व्यस्त हुनुहुन्छ। उहाँबाट चाहिँ हाम्रो यो विकास निर्माण कार्य थोरै भनाइहरू राखिदिनु अनुरोध गर्न चाहन्छु। सबैलाई नमस्कार। हामी चाहिँ यो जोबारीमा चाहिँ बाटो बनाउने काममा एकदम व्यस्त छौँ। हाम्रो एउटा चाहिँ 24 मिटरको चाहिँ के अरे ढलन, अनि यो नाली छ 15 मिटर, अनि तपाईँको कलपट, अनि एक ठाउँमा चाहिँ तपाईँको स्ल्याब छ। राम्रोसँग महिलाहरू एकजुट भएर काम गरेको छ। अनि पुरुषहरू चाहिँ त्यति नभएको कारणले महिलाहरूले पनि काम गर्दैनन् भनेर अलि मन दुखाउनु भएकोमा हामीलाई चाहिँ मन चाहिँ थोरै दुखाएको थियो। तर काम चाहिँ सफल पार्न लाग्यो। अब सिद्ध्याउनु लाग्यो मुङ्सिरदेखि थालेको। अब मुङ्सिरको हामीले 19 दिनदेखि काम थालेको सुरु गऱ्यौँ। अब लगभग सक्न आँट्यौँ। सबैले आएर हेरिदिनु होला होइन, मूल्याङ्कन गरिदिनु होला, वडा अध्यक्षज्यू आउनु होला, घुमिदिनु होला, सक्नुभयो भने उपमेयर मेयरहरू पनि आएर हेरिदिनु होला भन्छु। उपभोक्ता समितिको अध्यक्षबाट चाहिँ हामीले थोरै भनाइ पनि राख्यौँ। र हेर्नुहोस् है त, एकदम महिलाहरू चाहिँ विकास निर्माण कार्यमा एकदम एकजुट हुनुभएको छ। उहाँहरूलाई चाहिँ विशेष धन्यवाद दिनुपर्छ। हाम्रो दाइहरू पनि हुनुहुन्छ है। ल, तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो, हामी श्रमदानमा जुटेको भिडियो कस्तो लाग्यो, तल भिडियोको तल कमेन्ट गर्नु होला है त।